सो यहाँ चाहिँ धेरैजनाले स्टुडेन्टहरूले चाहिँ इन्कम त गर्नुभयो र इन्कम गरेको चाहिँ कसरी विथड्र गर्ने त्यो चिज म सिकाउन जाँदैछु। कुन तरिकाले केवाइसी फिलअप गर्ने, कुन तरिकाले ब्याङ्क एकाउन्ट डिटेल्स राख्ने, त्यो सबै प्रोसेसहरू तपाईँले म सिकाउन जाँदैछु। यो भिडियो चाहिँ लास्टसम्म हेर्नु र फुल प्रोसेस तपाईँ हेर्नु र बुझ्न सक्नुहुन्छ यो भिडियो मार्फत है। सो म स्क्रिन सेयर गर्दैछु, हेर्नु होला। सबैभन्दा सुरुमा चाहिँ तपाईँले के गर्नु पर्यो भन्दाखेरि नि आफ्नो युसी ब्राउजर गुगलबाट आइडी लगइन गर्नु र यहाँ चाहिँ एकजना भाइले फर्स्ट इन्कम जेनेरेट गरिसक्नु भएको छ, त्यो पनि थोरै दिन मात्रै भएको छ, 4-5 दिन भएको छ। उहाँले सिक्नुभयो र उहाँले आफ्नो लाइफमा चाहिँ इम्प्लिमेन्ट गरेर इन्कम जेनेरेट गर्नुभयो र यो इन्कम चाहिँ कसरी अगाडि विथड्र गर्ने त्यो चिज सिकाउन जाँदैछ, हेर्नु होला। र यहाँ चाहिँ उहाँले चाहिँ बेसिक प्याकेज स्टार्ट गरेको छ। इफ उहाँले चाहिँ ठुलो प्याकेज लिएको हुन्थ्यो भने उहाँले चाहिँ योभन्दा पनि धेरै इन्कम जेनेरेट गर्न सक्थ्यो। अब बेसिक प्याकेजमा थोरै हुन्छ, तपाईँले प्रिमियम र मास्टर त्यो चाहिँ ठिक्क ठिक्कको राम्रो प्याकेज छ र एकदमै सानो प्याकेज भनेको ठिक्कको रेन्जमा चाहिँ तपाईँको 2000 वाला छ र सबैभन्दा राम्रो चाहिँ तपाईँले चाहिँ के चुज गर्न सक्नुहुन्छ भन्दाखेरि मास्टर प्याकेज, जुन चाहिँ मैले आफै युज गरिरहेको छु र यो चाहिँ हाम्रो एकजना स्टुडेन्टको छ। उहाँले चाहिँ भनिराख्नु भएको थियो कसरी विथड्र गर्ने, सो उहाँकै आइडी म चाहिँ तपाईँले देखाइदिइरहेको छु र उहाँको आज फर्स्ट इन्कम हो, तपाईँले हेर्न सक्नुहुन्छ। मैले ड्यासबोर्डमा क्लिक गर्छु, सो हेर्नु भएको होला र यहाँ पनि तपाईँ हेर्नु ठ्याक्क फर्स्ट इन्कम जेनेरेट गरिसक्नु भएको छ। सो उहाँले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ 21 हिजो स्टार्ट गरेको, आज उहाँको फर्स्ट इन्कम छ 22। भनेपछि उहाँले एक दिनमै सिक्नु भएको छ अरे यार। सो कङ्ग्रेचुलेसन ब्रदर, खतरा। हिजो ट्रेनिङ लिनुभएछ, सो आज चाहिँ इम्प्लिमेन्ट गरेर इन्कम गर्नुभयो। ल ठिक छ। अब चाहिँ तपाईँले होइन केवाइसी भर्नुभन्दा अगाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, थ्री डटमा क्लिक गरिसके पछाडि यो साइडमा थ्री डट होला मोबाइलको साइडमा, अनि यो सबै अप्सन आउँछ, माई कोर्स, ड्यासबोर्ड, अनि त्यस पछाडि यहाँ प्रोफाइल हेर्न सक्नुहुन्छ, अनि त्यस पछाडि ब्याङ्क डिटेल्स, केवाइसी डिटेल्स। अब तपाईँले यो दुईवटा डिटेल्स भर्नु पर्यो सबैभन्दा सुरुमा। अब तपाईँले यहाँ फोटो राख्नु मन छ, यहाँ यो माथिमा चाहिँ फोटो राख्नु मन छ भने तपाईँले के गर्नु पर्यो भन्दाखेरि नि प्रोफाइलमा गएर यसरी अवतारमा आफ्नो फोटो चुज सिलेक्ट गरेर राख्न सक्नुहुन्छ। चुज फाइल छ नि, यो फाइलमा क्लिक गरेपछि फोटो राख्ने, अनि यहाँ मेल हो कि फिमेल, मेल हो भने मेल, अनि त्यस पछाडि फोटो राखिसके पछाडि यो चुज फाइलमा क्लिक गरेर आफ्नो मन लागेको, अनि त्यस पछाडि सेभ गरिदिने, फोटो आइहाल्छ माथि। अनि ब्याङ्क डिटेल्समा गइसके पछाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, ब्याङ्क डिटेल्समा आफ्नो ब्याङ्कको नाम राख्नु। ब्याङ्कको नाम तपाईँको ब्याङ्कको खाताको नाम के छ त्यो राख्नु होला। जस्तै कतिजनाको राष्ट्रिय वाणिज्य ब्याङ्क छ, एनएमबी ब्याङ्क छ, सिटिजन ब्याङ्क छ, त्यो ब्याङ्कको नाम राख्नु। अनि ब्याङ्क होल्डर नेम छ नि, यहाँ होल्डर नेम, योमा चाहिँ आफ्नो नाम राख्नु होल्डर नेममा। जस्तै मेरो नाम कृष्ण छ, उहाँको नाम नितेश छ भने नितेश राख्ने। अब ब्रान्च नेम भनेपछि कुन लोकेसनमा तपाईँले ब्याङ्क एकाउन्ट खोल्नु भएको छ त्यो खोलेको ठाउँको ब्याङ्कको नाम लेख्नु। जस्तै विराटनगरमा कोही खोल्छ, कोही यहाँ काठमाडौँमा, कोही कहाँ कहाँ, त्यो ठाउँको नाम लेख्नु होला। अनि ब्याङ्क एकाउन्ट नम्बर, तपाईँको ब्याङ्क एकाउन्टको नम्बर यहाँ लेखेर अनि सेभ गरिदिने, सिम्पल छ। यति गरिसके पछाडि ब्याङ्क डिटेल्स भरिन्छ। अब ब्याङ्क डिटेल्स छैन भने टेन्सन लिनु पर्दैन, तपाईँसँग ई सेवा छ भने ई सेवाले पनि हुन्छ, खल्ती छ भने खल्तीले पनि हुन्छ। जसको ब्याङ्क डिटेल्स छैन भने यो भर्नु पर्दैन, तपाईँले डाइरेक्ट केवाइसी डिटेलमा जाने। यहाँ चाहिँ आफ्नो फादर नेम भनेपछि बुवाको नाम लेख्ने, ग्रान्ड फादर भनेको हजुरबाबा तपाईँको दादाको नाम लेख्ने। अनि त्यस पछाडि तपाईँले चाहिँ यहाँ सिटिजन नम्बर, नागरिकताको नम्बर हुन्छ अगाडि लेखेको, त्यहाँ नागरिकता नम्बर पनि होला लेखेको, नागरिकता हेर्नु यसरी अगाडि हेर, पछाडिमा पनि सिटिजन नम्बर लेखेको हुन्छ। अनि प्यान नम्बर, प्यान नम्बर चाहिँ बनाउन एकदमै इजी छ। तपाईँले युट्युबमा गएर यसरी म तपाईँले देखाइदिइरहेको छु, युट्युबमा गएर सर्च गर्ने प्यान कार्ड कसरी बनाउने। सो तपाईँले यसरी मोबाइलकै थ्रुबाट घरमै बसेर आफ्नो व्यक्तिगत प्यान कार्ड बनाउन सक्नुहुन्छ। र प्यान कार्ड बनाउनको लागि नागरिकता, आफ्नो नामको सिम भयो भने चल्छ। बाबाको नामको छ भने बाबाको प्यान कार्ड बनाउँदा भयो, पर्सनल मोबाइलबाटै 2 मिनटमा बनिहाल्छ। अब यहाँ चाहिँ तपाईँले यसरी बनाउन सक्नुहुन्छ, भिडियो हेरेर 2 मिनटमा नागरिक एप डाउनलोड गरेर। सो तपाईँले यसरी बनाउनु भयो। अनि त्यस पछाडि तपाईँले के गर्नु पर्यो भन्दाखेरि नि यो बनाइसके पछाडि यहाँ राखिदिने प्यान नम्बर, अनि त्यस पछाडि प्यान इमेजमा यहाँ राखिदिने।
प्यान कार्डको जुन तपाईँ बनाउनुहुन्छ नि त्यसको स्क्रिनसट या त तपाईँ बाहिर दोकानमा बनाउनु भयो भने त्यहाँबाट फोटो यस्तो दिन्छ कोपी, त्यसको फोटो खिचेर यहाँ राखिदिने। अनि यहाँ सिटिजन फ्रन्ट भनेपछि तपाईँ नागरिकताको अगाडिको फोटो राख्ने। अनि सिटिजन ब्याक इमेज भनेपछि नागरिकताको पछाडिको फोटो राख्ने। अनि क्युआरको अप्सनमा तपाईँले चाहिँ क्युआर आफ्नो ब्याङ्क डिटेलमा लिन चाहनुहुन्छ, ब्याङ्कमा चाहिँ क्युआरको राख्न चाहनुहुन्छ, या त तपाईँले ई सेवा या त खल्ती, तीनवटामा कुनै पनि राख्न पाइयो। ब्याङ्क, ई सेवा, खल्तीको क्युआर कुनै राख्न पाइयो। अनि यति राखिसके पछाडि सेभ गरिदिने, इजी छ, भइहाल्छ केवाइसी भेरिफाइड यहाँ। अनि यो भेरिफाइड भइसके पछाडि तपाईँले यहाँ जाने विथड्र रिक्वेस्टमा, यहाँ साइडमा हेर्न सक्नुहुन्छ विथड्र रिक्वेस्टमा क्लिक गर्ने। जस्तै उहाँको 450 छ, विथड्र गर्नु छ भने यहाँ विथड्रमा क्लिक गर्ने। विथड्र 450मा तपाईँले 15% ट्याक्स काट्छ सरकारले। अनि यो 382 रुपियाँ तपाईँको ई सेवामा प्राप्त हुन्छ है। अब चाहिँ तपाईँले के गर्नु पर्यो भन्दाखेरि नि, टोटल पे आउट, पेन्डिङ, सक्सेसहरू देखाएको छ नि। तपाईँ जब यहाँ विथड्र लगाउनुहुन्छ यहाँ देखाउँछ, सक्सेस भइसके पछाडि यहाँ तिम्रो तपाईँको खातामा गइसके पछाडि टोटल पे आउटमा देखाउँछ, सक्सेस याममा पनि देखाउँछ। इफ तपाईँको केवाइसी भेरिफाइड छैन भने क्यान्सलमा देखाउँछ। अनि टिडिएस कति काटेको छ त्यो टिडिएसको अप्सनमा देखाउँछ। सो यति प्रोसेस मात्रै हो, तपाईँ एकदमै इजी तरिकाले विथड्र गर्न सक्नुहुन्छ। यसरी विथड्र रिक्वेस्टमा क्लिक गरेर यहाँ रिक्वेस्टमा क्लिक गर्नुभयो भने विथड्र भइहाल्छ। सो सुरुमा चाहिँ केवाइसी फिलअप गर्नु होला। एकदमै मैले मजाले सिकाइदिएको छु। र केही पनि तपाईँले केवाइसीमा प्रब्लम आयो भने फेरि रिपिट गरेर 2-3 चोटि भिडियो हेर्नु, मजाले बुझ्नुहुन्छ। सो तपाईँ अलमोस्ट बुझ्नु भएको होला। सो धन्यवाद तपाईँहरूले होइन। अनि यहाँ धेरैजनाले भन्नुहुन्छ सर कुन प्याकेज बेस्ट लिएको राम्रो। तपाईँले म भन्छु सबैभन्दा बेस्ट प्याकेज मास्टर प्याकेज छ, जुन चाहिँ तपाईँले धेरै हेल्पफुल हुन्छ। र मैले पनि मास्टर प्याकेज लिन्छु, र जति पनि धेरै अर्निङ गरिरहेको छ यो प्लेटफर्ममा उहाँहरू पनि मास्टर प्याकेजबाटै स्टार्ट गर्नुभएको छ। सो म रिकमेन्ड गर्छु तपाईँले मास्टर प्याकेजबाट स्टार्ट गर्नु, जसमा धेरै डिजिटल स्किलहरू सिक्न पाइन्छ। जस्तै यहाँ हेर्नु, अफलेट मार्केटिङ, एआई कन्टेन्ट क्रिएसन, क्यापकट एडिटिङ, क्यानभा मास्टरी, डिजिटल मार्केटिङ, फेसबुक मेटा एड्स, युट्युब मास्टरी, फ्रिलान्सिङ, रिल्स मास्टरी, पर्सनल डेभलपमेन्ट, भिआइपी क्लास, यति धेरै कुराहरू सुविधा पाउनुहुन्छ। र यो प्याकेज लिँदाखेरि यो प्याकेज माथिको प्याकेज सबै फ्रीमा आउँछ। त्यो कारणले गर्दाखेरि जति राम्रो प्याकेज लिनुहुन्छ त्यति तपाईँहरूको लागि बेस्ट हुन्छ। बाँकी कुरा त तपाईँले नै भन्नु, मैले सबै कुरा देखाइ नै दिएँ लाइभ तपाईँले होइन। सो तपाईँहरू ढुक्कको साथ काम गर्न सक्नुहुन्छ। अब नितेश ब्रदरले आज पेमेन्ट विथड्र गर्नुहुन्छ। सो उहाँहरूले मजाले मैले सिकाइदिएको छु केवाइसी फिलअप गर्नको लागि। सो तपाईँहरू पनि यो प्लेटफर्ममा स्टार्ट गरेर चाहिँ जो जो स्टार्ट गर्नुभएको छैन उहाँहरू चाहिँ स्टार्ट गर्नु होला। र यो युट्युब च्यानललाई पनि सब्सक्राइब गरेर जानु होला, किनभने यो युट्युबमा तपाईँहरू हेर्दै हुनुहुन्छ। सो नेक्स्ट भिडियो चाहिँ हाम्रो युट्युबमा कसरी ग्रोथ गर्ने अनि बिजनेसमा कसरी ग्रोथ गर्ने सबै आइडियाजहरू आउँछ। अनि ज्ञान ग्रोथ प्लेटफर्ममा चाहिँ धेरै इन्कम कसरी गर्ने त्यो पनि सिकाउने छौँ। सो सब्सक्राइब गर्नु होला, तपाईँको लागि धेरै बेस्ट हुन्छ। सो अलमोस्ट सबैजना बुझ्नु भएको होला, धन्यवाद। अनि थ्याङ्क यू सो मच लास्टसम्म हेरिदिनु भएको छ।